ल के भन्नु दिदीलाई हामी दोस्रो पुस्ता भन्ने बुझिन्छ डाँडा यो पल्ला छेउ पुग्छ क्या भाइहरूले त दिदी नि भन्नु पर्यो फेरि भतिजा भतिजीले फुपू भन्ने होला नि होइन दिदी नै भन् ठुल दिदी भने हुन्छ त्यही भएर बोल्दा बुझा है सबैलाई फुपू भनेपछि मेरो भाइ बुहारी भतिजीहरू सबैलाई मैले बहिनी भन्छु भतिजी नि भन्दिनँ दिदी भनेपछि त बहिनी भन्नु पर्यो नि कहाँ भतिजी अब भतिजी भन्दिन दिदीलाई किन त्यति टाढा बनाएको हो त नि के पहिले फुपू भन्ने सिकाउनु त त्यही हो क्या